आज म देखाउन गइरहेको छु रोमानियामा कस्तो घर छ भनेको। हामीहरू काठको घर मात्र बस्छ होइन, यस्तो खतरा बनाउँछ। बाहिर भित्र पनि काठ छ। अहिले पहिला बाहिरको देखाउँछु, त्यसपछि म भित्रको देखाउँछु तपाईँलाई। यस्तो छ काठ। यता आउनु क्यामेरा अलि नजिक नियर कम। यसरी बनाउनु रहेछ डिजाइन टप। यो काठ र यो काठको ट्यापको बिचमा राखेर यस्तो खला गरेर टक्क बनाउँदो रहेछ यो काठ। यो चाहिँ यस्तो बनाएर सेम यस्तो आएर यस्तो बनाउँदो रहेछ। यो चाहिँ यो काठ चाहिँ यस्तो खला गरेर टक्क बनाउँदो रहेछ। यो पुरै काठको घर हो है हाम्रो गाइस। यो त पुरै काठको छ, माथि पनि काठको, तल पनि काठको, यहाँ पनि सेम त्यस्तै छ। यो काठको यस्तो भित्र घुसाएर यताको भित्र यस्तो काठको बनाउनु दामी बनाउँदो रहेछ रोमानियामा। यस्तो घर दामी बनाउँदो रहेछ टक्क यो काठ ल्याएर। यो पुरै हेर्नु त गाइस, यस्तो काठको छ होइन। अब यो काठको पुरै देखाउन चाहन्छु, त्यहाँ गएर देखाइदिनु त यताबाट। यो बस्ती चाहिँ मात्र बनाउँदो रहेछ पुरै काठको। माथि सुट माथि पनि पुरै काठको छ है। यहाँ काठको मात्र बनाउँदो रहेछ खतरा। यसको म पछि यस नेक्स्ट पछि भित्रको देखाउँछु। ओके 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 अहिलेको लागि बाई। म त्यसपछि भित्र कति काठ छ भने भित्र पनि देखाउँछु है। यस्तो घर दामीमा छ। म पनि नेपालमा गयो भने यस्तै काठको घर बनाउँछु होला।